यसलाई यसरी काट्ने हो काटिहाल्यो नि मैले तिमीले के रोप्न आँटेको अरे बाबु के हो अरे नाम नाम भन न बेबी गौवा अनि कति समयमा फल्छ अरे सानो कति महिनामा फल्छ 20 महिना होइन 4 धेरै ठुलो पर्दैन यहाँ अलिकति गहिरो बस सानो बिरुवा छ नि त यो माटो आइहाल्यो माटो आएपछि भइहाल्छ है ए भयो भयो यहाँ एउटा हो अब यहाँ चाहिँ एउटा नि उता दिन्न हेलो गाइस म चाहिँ आज बारी खप्न लागिरहेको छु गोबर रोप्न गोबर रोप्न गोबा भनेको के हो गोबा भनेको अम्बक अम्बक यो काठमाडौँबाट अनि यो चाहिँ कहाँबाट ल्याउनु भएको काठमाडौँ कसले मगाउनु भएको मामु डेरीले यो स्टार्ट डेरी भन्नु त के ल्याउनु भएको अरे तपाईँले के मगाउनु भएको अरे यो सानोको लागि गोबा अनि 3 महिनामा फल्छ अरे ताइवानबाट आएको हो फिलहाल चाहिँ काठमाडौँबाट अनि यो फलेपछि सानोले खानुहुन्छ अरे खानुहुन्छ अरे ल सानोको साथसाथमा सानोको मामुले पनि खानुहुन्छ यहाँ माटो लगाऊ छिटो छिटो फास्ट हातले गर डर लाग्छ हो केही हुँदैन डेडी कहिले त आज ड्याडीको भाइलाई खन्न नआउँदो रहेछ यो चाहिँ बाबुको आनी आयो दिनु त यो चाहिँ अकबरीको अझै लिएर आउँदै हुनुहुन्छ हामी कान्छी छोरीले पाल्छौँ कि के हो रोपेपछि पानी पनि के गर्नुपर्छ लाउनुपर्छ मम्मीले सिकाउनु भएको नि त डेडी छन् किन केही हुँदैन मम